नगर। हे बाबु पिताले भन्नुहुन्छ, हे बाबु छोरा परदेशमा कहिले कन्द मूल खाएर रहनु पर्दछ, कहिले भूमिमा शयन गर्नु पर्दछ, त्यसैले त्यहाँ अनेक दुःख हुन्छ, त्यसैले जाने कुरा नगर घरैमा बस। छोराले भन्दछन् 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडि पितृहरूको उद्धार गर्ने त्यस्ता पुत्रका माता पिता हजुरहरू धन्य हुनुहुन्छ। त्यस्ताको पुत्र म ब्रह्मचार्य व्रत पालन गर्दछु। माताले भन्नुहुन्छ, हे बाबु छोरा परदेशमा ठुला कष्टहरू आइपर्दछन्, ठुला ठुला हिमालय आदि पिताले भन्नुहुन्छ, हे बाबु छोरा परदेशमा जाँदा वनमा सिंह बाघ हात्ती भन्ने जन्तुहरू र चोर डाका आदि लाग्दछन्। समयमा खाना पनि पाइँदैन, त्यसैले हामीलाई छाडेर जाने कुरो नगर। छोराले भन्दछन्, हे पिता म ब्राह्मण हजुरको वंशमा जन्मे हजुरको पुत्र हुँ, त्यसैले सबै व्रत नियम पालन गरेर पितृहरूको उद्धार गर्नु मेरो कर्तव्य हुन आउँछ। पिताले भन्नुहुन्छ, आफ्नो आत्मा मानेर तिम्रो लालन पालन हामीले आमा र मैले गर्यौं, अब तिमी घर छाडेर गयौ भने हाम्रो गति के होला। फेरि माताले भन्नुहुन्छ, 10 महिनासम्म गर्भमा धारण गरी भोक प्यास निद्रा त्यागेर रक्षा गरी अब तिमी परदेश गयौ भने हाम्रो के गति होला। छोराले भन्दछन्, गुरुको सेवा गरेर व्रत पूर्ण गर्दछु, इन्द्रियहरू जित्न सक्ने हुन्छ र 25 वर्षपछि अवश्य घर फर्कन्छु, यसमा हजुरहरूको शङ्का लिनु पर्दैन। फेरि आमाले भन्नुहुन्छ, लक्ष्मी विद्या प्राप्ति र गुरु सेवा सबै घरैमा बसेर पनि गर्न सकिन्छ, परदेशमा त धेरै दुःख हुन्छ, त्यसैले नजाऊ। फेरि पिताले भन्नुहुन्छ, हे बाबु छोरा तिम्रो अहिले बालक बुद्धि छ, अब मेरो कुरा सुन। गुरुको सेवा र त्यहाँको विद्या हासिल गर्न गाह्रो छ, तिमी नभए मेरो वंश नै नाश हुन्छ, त्यसैले जाने कुरा नगर। फेरि छोराले भन्दछन्, 12 वर्षसम्म गुरुको सेवा गर्दछु, विद्या हासिल गर्दछु र फेरि घरमै आउँछु, म सधैँ परदेशमा बस्ने चाहिँ होइन।